गोल पुलिसले हान्नुभयो पुलिसले हेलो सबैजनालाई सो गुड मर्निङ आज चाहिँ ट्युजडे मर्निङ सो यो म चाहिँ के आज चाहिँ किन यहाँ आएको छु भने सो मैले चाहिँ हिजो जापा वुमेन्स गोल्ड कपको चाहिँ फाइनल भएको थियो त्यसको चाहिँ रियाक्सन भिडियो लिएर आएको छु सो हिजो चाहिँ मैले इन्ट्रो भिडियो बनाएको थिएँ हैन सो आज चाहिँ भोलिपल्ट चाहिँ बिहानै यहाँ इन्ट्रो भिडियो बनाउनको लागि आएको छु सो हिजोको फाइनल चाहिँ फाइनली एपिएफलाई हराउँदै स्ट्रङ्गेस्ट टिम अफ द नेपाल वुमेन्स फुटबल एपिएफलाई हराउँदै नेपाल पुलिस क्लब चाहिँ जापा गोल्ड कपको च्याम्पियन भएको छ आई थिङ्क इट्स फर्स्ट टाइम सो त्यसैको रियाक्सन भिडियो चाहिँ लिएर आएको छु hope you guys like it and before that before getting into the video please subscribe to my channel भन्दै अब सुरु गरौँ है त आजको भिडियो let's get into the video आज दर्शकहरूको उपस्थिति हेर्दा यदि धेरै फुटबल प्रेमीको यो माया नेपाली फुटबलको लागि यो नजिकैको पानी ट्याङ्कीमा त्यो भर्याङमा बसेर पनि यो खेलको मजा लिँदै तर त्यो सेफ्टीको हिसाबले पनि त्यति सेफ नहोला र आजको तर्फबाट एको नेपालको युट्युब च्यानलमा स्वागत गर्न चाहन्छौँ र अझै पनि सुरक्षाकर्मीहरूले यो प्रयास गर्दैछन् यहाँ फिफा रेफ्री दोए अञ्जना राय यसै गरी असिस्टेन्ट फिफा रेफ्री र अब सायद रेफ्रीले गो अहेड दिएकी छिन् र अब यो सिटीसँगै आजको फाइनल खेल सुरु भएको छ गोल पुलिसले हान्नुभयो पुलिसले मीना देउवाले गोल हान्यो भर्खर पुलिसको लागि फायर 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 नाइस स्कोरर मीना देउवा नै हुन्छ जस्तो छ अहिलेसम्म हाई स्कोर मीना देउवा द यङ ट्यालेन्ट फ्रम नेपाल फुटबल नेपाल वुमेन्स फुटबल अंजना राणा मगरले गोल खायो मीना देउवाले गोल हान्यो मीना देउवाले गोल हान्यो फर्स्ट गोल फर आजको फाइनलको लागि फर्स्ट गोल मीना देउवाले नेपाल पुलिस क्लबको लागि नेपाल पुलिस क्लब 1-0 एपीएफ आर्मी 0 एक शून्यको अग्रता बनाएको छ तपाईलाई केही बेरमा त्यो गोलको रिप्ले दर्शकहरू साना साना समर्थकहरू पनि नेपाल पुलिसले कर्नर किक हान्दैछ जर्सी पनि लगाएर आइसकेको छ साथीहरू जर्सी वो 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 नेपाली वुमेन्स फुटबल प्लेयरहरूलाई सपोर्ट गर्नु पर्यो नि हैन
Manamaya, फेरि पनि रश्मि निशा यस ग्राउन्ड पनि दामी बनाएको छ अमृता जैसी यहाँ नेपालको जर्सी है गाइस जर्सी पनि मैले लाएर आइसकेको छु अनि ढाका टोपी जर्सी बनाउँदै अब प्रहरी अब हेर्नुपर्छ सँगै सँगै हेरौँ है त रियाक्सन भिडियो र यहाँ हामी देखिरहेका छौं 442 को टिम फर्मेसनमा अहिले चाहिँ यहाँ नेपाल पुलिस क्लबले अग्रता लिएको छ तर अब एपिएफ इज एपिएफ यसैगरी पुजली कुशवार एपिएफले पछि सेकेन्ड हाफमा कमब्याक पनि गर्न सक्छ अथवा फर्स्ट हाफमै पनि एक गोल हान्नु सक्छ हेरौँ समीक्षा पौडेल अमृता जैसी तर पूजा राणा अघि मिना देउवाले एक गोल हानिसकेको छ नेपाल पुलिस क्लबको लागि डिफेन्स लाइन हामी देखिरहेका छौं आजको फाइनल बवाल हुन्छ बवाल बवाल यो जर्सीमा चाहिँ साम्बाको अटोग्राफ दिनुपर्ने छ यो जर्सीमा चाहिँ सञ्चरी बिर्सना नेपाल अन्डर 20 नेशनल टिमका खेलाडी हुन् सम्झना लावती रेखा पौडेल बिर्सना रेखालाई पास खेलिन् र यो थ्रो हुनेछ अनिता बस्नेतले के हानेको कहिरिएको छ त्यत्रो नजिकबाट पनि हवाई आकाशमा हान्छ भर्खरै यहाँ सविता राणा मगरलाई फल हानेको छ नेपाल पुलिस क्लबको खेलाडीले अब यहाँ फ्री किक कमन एपिएफ र यहाँ खेलाडी खाइते पनि हामी देखिरहेका छौं पुलिसको पनि खेलाडी घाइते भएछ को नेपाल प्रहरी यसैगरी एपिएफ को लागि पनि सविता राणा मगर अब अनिता बस्नेत अस्ति आर्मीलाई फ्री किकबाट स्वाटक जालीमा जुन स्लोगन एक छैन दुई छैन तीन छैन एपिएफलाई जित्ने कोही छैन एक छैन दुई छैन तीन छैन एपिएफलाई जित्ने कोही छैन एपिएफ एपिएफ को यो स्लोगन के आजको खेलमा पनि एक छैन दुई छैन तीन छैन एपिएफलाई जित्ने कोही छैन स्ट्रेचर बोलाएको छ रेखा पौडेललाई ल लैजानको लागि ओहो यदि रेखा पौडेल सक्दिनन् भने नेपाल स्ट्रेचरमा बाहिरिने भयो त नि बिग अपसेट पनि हुनेछ ओ ब्याड न्युज कन्टिन्युस गर्न सक्दैन जस्तो छ नि त रेखा पौडेलले रेखा पौडेललाई मैदान बाहिर लगिदैछ रेखा पौडेलको स्थानमा होप सी विल बी फाइन तर सायद निर्मला उपाध्यायलाई त्यहाँ प्रयोग गर्नेछ निर्मला उपाध्याय पनि क्विक खेलाडी हुन् ओहो फाइनलमै यस्तो भइदियो रेखा पौडेल निरु थापा रेखा पौडेल इन्ज्युर्ड निर्मला उपाध्याय कन्टिन्यू गर्न सक्दैन जस्तो छ र सरु वैभा ल अनिता बस्नेत यही हो मौका इक्वेलाइजर प्रवेश गर्नेछिन् गोल हान्ने ल अनिता बस्नेत फ्री किक कमन एपिएफ को लागि अनिता बस्नेत क्याप्टेन को सेमिफाइनलको फ्री किक सायद तपाईहरुलाई ताजा छ होला ल फ्री किक कडा हान्नु पर्यो गरेकी थिइन् क्या आज यो 38औं मिनेटको खेलमा के अनिता बस्नेतले एक बराबरी गोल गर्न सक्छिन् फ्री किक कडा हान्नु पर्यो अनिता बस्नेत कडा अस्ति आर्मीकै रिपिट गर्नु पर्यो क्या आर्मीकै जस्तो हान्नु पर्यो यो ओ माई गॉड किपर अग्लो छ नि त पुलिसको त्यही भएर मात्रै पक्रियो क्या नभए त खतरा हानेको फ्री किक चाहिँ माने अनि काउन्टर मुभमा रेखा पौडेल मैदान प्रवेश गरेकी छिन् रेखा ओ आइसकेको छ त अनि रेखा पौडेल ओ गुड
काम छैन सरु लिम्बुको काम छैन ओ माई गॉड रेखा पौडेल धन्नै अर्को गोल पुलिसले रेखा पौडेल आमाई राइट आज एपीएफ लाई दरो भिडन्त दिन्छ जस्तो छ पुलिसले अब चाहिँ हाफ टाइम हुनु 30 सेकेन्ड बाँकी छ हाफ टाइम हुनु 30 सेकेन्ड बाँकी छ साथीहरु समय पहिलो हाफको अन्त्यतिर आइसकेका छौं केही मिनेट समय थप हुनेछ टिम goalnepal.com क्यामेरामा तुलसी सिटौला जेम्स हाकिम विष्णुकुल श्रेष्ठ यसैगरी कमल खनाल एमसीआर मा नारायण अर्याल न्यूज फोटोमा रमेश समदर्शी र म तपाईको आफ्नै फुटबलको साथी त्यस हामी विदेशबाट पनि यसरी आफ्नो रिजनको फुटबल आफ्नो देशको फुटबल महिला फुटबल यसरी हेर्न पाइरहेका छौं त्यसको लागि चाहिँ गोल नेपाल टिमलाई धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद 1-0 को अग्रता बनाएको छ अरे यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद 51k अरे सरू शॉट पास खेलेकी छिन् रेणुका सरू अनिता को यो लङ रेन्ज अरे गोलकीपर को कॉल त्यहाँ उषानाथ प्रीतिराज चाह डिफेन्डर पुजा राणाको स्ट्याम्प ओभर गर्न पुगिन् एपीएफ मा प्रीति राईको कमी देखियो एपीएफ मा प्रीति राईको कमी देखियो प्रीति राई र साम्बा पनि एपीएफ बाटै खेल्थ्यो नि त साम्बा हाम्रो सवित्र भण्डारी 3 मिनेट थप समय 3 मिनेट थप समय भएको छ भोलानाथ सिलवालको एपीएफ ले त्यही अहिलेको अनिता बस्नेतले हानेको फ्री किक बाहेक खासै राम्रो अवसरहरू बनाइराखेको छैन हान्ने मौकाहरू पाइरहेको छैन आर्मीले चाहिँ दुईचोटी राम्रो मौका एकचोटी त गोलै भइहाल्यो मिना देउजाले मजाले गोल हान्यो अर्को रेखा पौडेलले पनि खतरनाक चार्ज गरेको थियो रेखा पौडेलले पनि अलिकति बाहिर अफ टार्गेट भइदियो अब सकिन आँट्यो फर्स्ट हाफ फिनिश हुन लाग्यो दर्शक त यार धन्नै कति हो 13,000 सो साथीहरु ल अब सेकेन्ड हाफ हेरौँ है त सेकेन्ड हाफ सुरु हुन आँट्यो आज केही दर्शकहरू मिस्यापमा पर्छ जस्तो छ बस्ने ठाउँ भाँचिएर सबै त्यो बाँसको मेकसिफ्ट बस्ने बनाएको छ प्यारापिट चाहिँ बाँसको अब अर्को वर्ष चाहिँ राम्रो प्यारापिट बनाउनु पर्ने भयो आयोजकले यस्तो दर्शक आउँदा रहेछ अब यहाँबाट शिक्षा लेसन लर्न भयो नि त हैन आयोजकहरूले अर्को वर्ष चाहिँ फ्लड लाइट पनि बनाउनु पर्यो यस्तो फ्लड लाइट त अब अलिक सम्भव नहोला तर अब हल्का दर्शकले प्यारापिट चाहिँ
बलियो प्यारापिट सिमेन्टेड प्यारापिट चाहिँ बनाउने बेला भएछ यहाँ दुधे रङ्गशालामा। त्यो चाहिँ पहिलो काम हुनु पर्यो अब आयोजकले गर्ने पहिलो काम चाहिँ अब दर्शक बस्ने प्यारापिट। आज यहाँ केही दुर्घटना चाहिँ नहोस् त्यति हो हाम्रो शुभकामना। दर्शकहरूलाई goalnepal.com मा फेरि पनि स्वागत गर्न चाहन्छौँ। टिम goalnepal.com तपाईहरुलाई झापा जिल्ला दुधे रङ्गशालाबाट आज एपीएफ ले जित्ला त खेल सुरु हुन लागिरहेको छ। एपीएफ ले बल चलाउने छ। अब यहाँ कोइन फ्लिप तपाईहरु कहीं पनि नजानु होला। कोइन फ्लिप गर्दाखेरि अघि त पुलिसले जित्ने आएको थियो फेरि गरौँ है त एकचोटी कोइन फ्लिप। ओ चप ओ अहिले चाहिँ एपीएफ ले जित्ने आयो है। यो हेड चाहिँ पुलिस टेल चाहिँ एपीएफ। ल फेरि वान लास्ट टाइम दर्शकहरू मेरो नाम अगर जारी टु को प्रमोट गर्न पूर्वतिरै घुमिरहेका रहेछन् जारी टु मुभी टिम। यहाँ दर्शकहरू Hey, Savita Rana Magar, come on. Oh shit. Oh my god. राम्रो मुभ बनाएको थियो एपीएफ ले। फिनिशिङ चाहिँ फेरि धन्न अगाडि आयो अन्जना राणा मगर। राम्रो मुभ बनाएको थियो एपीएफ ले। ल क्लियरेन्स ल हेर्नुहोस् दर्शकहरू कति आएको छ आज। एपीएफ अरे पुलिसले पाएको रहेछ। पुलिसले अब कहाँबाट हान्ने अब ल पूजाले पनि हान्छ है। ल त राम्रो। ओ माय गॉड राम्रो ठाउँमा बल झरेको थियो। कोही छैन पुलिसको प्लेयरहरू। राम्रो ठाउँमा बल झरेको थियो नि। यहाँ नेट चुट्टिने गरी हानेको है। राम्रो ठाउँमा बल झरेको थियो नि। तपाईँहरूलाई हामी केही बेरमा यो ड्रोनको लाइभ फुटेजमा पनि जोड्नेछौँ। टिम goalnepal.com क्यामेरामा तुलसी सिटौला, यसै गरी विष्णु कुल श्रेष्ठ, जेम्स हाकिम, यसै गरी एमसीआरमा नारायण अर्याल। दर्शकहरू चाहिँ सबैतिरबाट खनिएछ है। न्युज फोटोमा रमेश समदर्शी र म तपाईँको आफ्नै फुटबलको साथी तपाईँहरूलाई दुधे रङ्गशालाबाट यो लाइभ ड्रोनबाट यो प्रत्यक्ष प्रसारणमा जोडिरहेका छौँ। दर्शकहरूको उपस्थिति हेर्नुहोला र मैदान हेर्नुहोला र झापा महिला गोल्ड कप आयोजक समितिले निकै मेहनत गरेर यो स्टेडियम यो मैदान विशेष गरी यो मैदान बनाएको हो। goalnepal.com लाइभ तपाईहरुलाई कस्तो लाग्छ प्रतिक्रिया पनि दिनुहोला। ड्रोनबाट त कोही खेलाडी त चिन्दैन रहेछ। यहाँ पनि राम्रो बनाएको थियो। क्रस पनि ठिकको हनाइ चाहिँ भएन। हनाइ चाहिँ पुगेन। सहारा लिम्बू मध्यान्तरपछि मैदान प्रवेश गरेकी हुन्। सहारा लिम्बूले प्रहार गरेकी थिइन्। के भयो घाइते भयो
के भयो प्लेयर घाइते सविता राणा मगर र हामी त्यहाँ खेलाडी घाइते भएको देखिरहेका छौं यस नगरपालिकाका मेयर साहब नायिका मिरुना मगर सायद तपाईहरुले जारी 2 यो मुभी नेपाली चलचित्रलाई पनि माया गर्दिनु होला जसरी तपाईहरुले नेपाली फुटबललाई माया गर्नु भएको छ नेपाली फिल्महरुलाई पनि तपाईहरुले माया दिनु होला हो कि होइन या कम अन उठ्यो सविता राणा मगर उठ्यो वान अफ द की प्लेयर नै हो नि सविता राणा मगर त एपीएफ को त्यहाँ सविता राणा मगर केही चोटिल देखिन्छन् यो च्यालेन्ज मनमायाले फ्री किक ठ्याक्कै लाइन बाहिर धन्न पेनाल्टी भएको भए त सकिन्थ्यो एपीएफ को रेखा पौडेललाई फल हानेको छ मनमाया दमाईले एपीएफ को डिफेन्डर अघि नै घाइते नभएको थियो रेखा पौडेल अब चाहिँ गाह्रै पर्छ होला कन्टिन्यू गर्न गाह्रै पर्छ जस्तो छ रेखा पौडेललाई पाँच 6 मिनट चाहिँ थपिने भयो इन्जुरी टाइम सायद स्ट्रेचर मैदान भित्र बोलाएको छ रेखा पौडेल खेल्न सक्छिन् या सक्दिनन् त्यो हेर्न बाँकी नै छ गाह्रै पर्ला जस्तो छ चाहिँ रेखा पौडेललाई ब्याक हुन दोस्रो हाफको 64औं मिनेटमा रहेका छौं र यहाँ फ्री किक पनि प्राप्त गरेको छ नेपाल पुलिस क्लबले हजारौं संख्यामा दर्शकहरू आजको यो फाइनल खेलको लागि अल्लाह अब यहाँ गोल भयो भने चाहिँ एपीएफलाई त्यसपछि चाहिँ गाह्रो पर्छ है यहाँ गोल भयो भने चाहिँ यहाँ गोल भयो भने चाहिँ गाह्रो पर्छ एपीएफलाई प्रहार गर्दैछिन् नेपाल प्रहरीले गोल गर्न सक्छ टप गोल सेकेन्ड गोल अफ द म्याच र खेलाडी परिवर्तन एपीएफ को तर्फबाट रेणुका हमाल मैदान प्रवेश गरेकी छिन् सजनी थोकरको स्थानमा रेणुका हमाल मैदान भित्र प्रवेश गरेकी हुन् निकै राम्रो स्थानमा यो गोल गर्ने अवसर छ ओ माय गॉड नेपाल पुलिसलाई यो प्रहार सोझै गोलकिपर अञ्जना राणा मगरको ओ माय गॉड भन्न बचा यार अलिकति कर्नरतिर मात्र हानेको भए चाहिँ गोलै हुन्थ्यो हैन सिधै किपरकै अगाडि गएछ रेखाको उपचार चलिरहेको छ मैदान बाहिर सायद उनी खेल्न खोज्दैछिन् दर्शकहरूले घेरिएको कारण तपाईहरुले क्यामेरामा हामी देखाउन सकिरहेका छैनौं फेरि गाइड ल है गोल गर्न सक्छ एपीएफ ले यहाँ आयो कर्नर आयो एपीएफ को लागि अनि त्यहाँ दर्शकहरूलाई हटी दिनको लागि भन्दैछन् र दर्शकहरूले पनि मानेका छन्
Ranita Basnet, यो corner kick. O यहाँ box भित्र मिना निकै तल टिक झरेर डिफेन्स लाइनमा सघाउँदै प्रतीक्षा अब रेणुका नगरकोटे एपीएफलाई गाह्रो छ है, आज गाह्रो छ है। रेणुकाको पास निशा थोकरलाई करिब 60K दर्शकहरूको नजिक हामी पुगिसकेका छौँ। यहाँ स्वरूपको हेर, त्यहाँ अमृताको हेर र पुजले कुशवारले त्यो क्लियर गरिदिन् सम्झना लावती। ए फ्ल्याङ्कबाट मीना देउवालाई लभली पास, यो विङ प्ले मीना देउवा रेणुका हमाललाई मार्क गर्दै टाइट सिल्डिङ केही डिले गर्ने छिन् उषानाथ। एउटा राम्रो चाहिँ क्रस, रेणुकाको यो क्रस थियो, राम्रो क्रस चाहिँ गरेको रेणुका नगरकोटीले। रेणुका त्यहाँ निरुथा अब 4 मिनट, नर्मल टाइमको 4 मिनट मात्र बाँकी छ साथीहरू। आज पुलिसले फाइनली जित्ने भयो जस्तो छ एपीएफलाई, तर स्टिल अब इन्जुरी टाइम पनि बाँकी छ। ओहो ओहो ओहो, यस्तो राम्रो मौका पाएको थियो नि बस्नेत, अनिता बस्नेतले। हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ देशभित्र र बाहिर कृपया फोटोहरू सेन्ड गर्नुहोला, हामीलाई पनि खुसी लाग्छ। गोल नेपालको फेसबुक पेज इनबक्समा लेट्स सेन्ड देम, कम अन। ल है 3 मिनट बाँकी, 3 मिनट बाँकी। यो त इजी कलेक्सन भइहाल्यो नि, उषानाथको लागि इजी कलेक्सन के भएन आज। पुजा राणाले ब्याक हेड पास आफ्ना गोलकिपर उषानाथलाई। You're welcome. Can I get you some more water? Your server just spat in my water. Well, how do I know you didn't ask for it? ले 1,50,000 रुपैयाँ प्राप्त गर्ने छिन्। यो चाहिँ एउटा डेन्जरस एट्याक भयो है, बल्ल। यो चाहिँ एउटा डेन्जरस एट्याक थियो है एपीएफको फाइनल्ली। अब 1 मिनट निर्धारित समयको अन्त्यतिर छौं। केही समय ए यस्तो पासले त हुँदैन त नानी, एपीएफले दोहोर्याउन सक्छ। यस्तो पासले त हुँदैन त नानी। इन्जुरी टाइममा एपीएफ गोल गर्न सक्छ। अब अल इन दिनु पर्यो नि त, अल इन अर नथिङ, अल इन अर नथिङ, नथिङ नथिङ। एपीएफ को छैन खैरत छैन है आज। रेणुका नगरकोटे यहाँ मनमायालाई एपीएफ केही हतारिएको देखिन्छ, तर बल पोजिसन आफ्नो साथमा राख्दै यहाँले सयौं संख्यामा फोटोहरू सेन्ड गरिराख्नु भएको छ। थ्यांक यू सो मच। र 7 मिनेटको समय छ। ल मीना देउवा कुदायो। सेमिफाइनलमा पनि 7 मिनेटको समय थप गरिएको थियो। मीना देउवा कडा छ, कडा। यङ ट्यालेन्ट। ल 7 मिनट थपेको छ है, एक्स्ट्रा टाइम 7 मिनट।
है त्यस्तो डेन्जरस त भएन तर सर्ट अन टार्गेट गोलकिपर अञ्जना राणा मगर अब यो 7 मिनेट चाहिँ अब कमब्याक डिफेन्डर हुन् कडा हुने भयो 7 मिनेट चाहिँ यो क्रस रश्मि कुमारी घिसिङलाई रश्मि कुमारी घिसिङ रेणुका नगरकोटे यो ट्याकल मनमायाले क्रस नो ह्यान्डबलको अपिल थियो नेपाल प्रहरीको यो झण्डा सायद एपीएफ को झण्डा माफ गर्नुहोला करिब 66,000 भन्दा धेरै दर्शकहरू यतिखेर गोलनेपालको प्लेटफर्ममा जोडिनु भएको छ देश र विदेशमा जहाँ रहे पनि नेपाली फुटबललाई माया गरिदिनु होला त्यसैले goalnepal.com ले आई लभ नेपाली फुटबल यो क्याम्पेन हामीले लन्च पनि गरेका छौं निरु थापा दुई खेलाडीहरूलाई बिट गर्ने प्रयास रेणुका हमाल अनिता केसी ला 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 आज चाहिँ बितायो पुलिसले बितायो आज चाहिँ स्टेडियमका सम्पूर्ण ढोकाहरू खोलिसकेको छ अब दर्शकहरू बिस्तारै घरतर्फ पनि लागिसकेका छन् एपीएफ को लागि रश्मि कुमारी घिसिङ दुई खेलाडीहरूलाई बिट गरेकी छिन् रश्मि कुमारी घिसिङले पास दिन सरुको प्रहार रश्मि तीनजना खेलाडीले घेरिन् अनिता केसी के क्राउडेड बॉक्स र नेपाल प्रहरीले यहाँ बल क्लियर गर्न सफल भएको छ केही मिनट मात्रै होइन 1 मिनेटको समय बाँकी छ 1 मिनेट बाँकी छ वाह इन्जुरी टाइमको पनि 1 मिनेट मात्र बाँकी छ अब त हान्दैन गोल हान्दैन एपीएफले अमृता जयसी रेणुका हमाल सरुले क्रस गरेकी छिन् मोनिका मगर र सम्झना लावतीले त्यो क्लियर गरिदिएकी छिन् रेणुका यो थ्रो एपीएफ को लागि ल अब कुनै बेला पनि सिटी बज्छ है केही समय थप त गर्ने नै छिन् रेफ्रीले निकै फितलो प्रहार रेणुका हमालको सर्ट त हानेको थियो अफ टार्गेट नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई 1-0 गोलले पराजित गर्दै एलबीडी छापा महिला गोल्ड कपको उपाधि जित्न सफल भएको छ हार्दिक बधाई छ ल आज चाहिँ एनपीसीले नेपाल पुलिसले एपीएफलाई जित्यो फाइनली खेलाडीहरूलाई केही नहोस् भनेर यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले खेलाडीहरूलाई घेरा हालेर त्यहाँ सेफ्टी प्रदान गरिरहेका छन् र नेपालको झण्डा नेपाल प्रहरीको झण्डा आज चाहिँ ल झापा गोल्ड कपको विनर नेपाल प्रहरी क्लब नेपाल पुलिस क्लब फाइनल भएछ नेपाल पुलिस क्लब भयो
दर्शक त खनिएकै हो के अन्त्य हैट दर्शक चाहिँ खनिएकै हो